हामी तपाईलाई पटक पटकमा जिताएको छौं तपाईले हामीलाई सुकुमाथि जग्गामा आइ नम्बर किन भएको छैन सर किन यस्तो नम्बर किन अहिलेसम्म आएको छैन हाम्रो सुकुमाथि जग्गामा खोइ त तपाईले 4 पल्ट भइसक्यो जिताएको तपाईलाई के भएको छ तपाईले बुझ्नु भएको छ यो कुरा अब खोइ बुझेको छौं छैन बुझाउनु पर्यो नि त तपाईले हामीलाई पूर्जा बाँड्न लाग्छ पूर्जा बाँड्न लागेपछि सरकार ढल्छ फेरि आयोग खारिज हुन्छ फेरि आएर बनाउँछौँ फेरि बाँड्न लाग्छौँ फेरि बाँड्न लागेपछि फेरि त्यसलाई भङ्ग गरिदिन्छ त्यो थाहा पाउनु भएको छ नि हामी लडिरहेका छौँ अस्ति पनि आयोग फेरि खत्तम गर्यो फेरि हामीले अदालतबाट लडेर आयोग ल्याएका अब त्यही पनि हो सर हामी गरिब दुखीहरू बेरोजगारी भएको छौँ रोजगारी पनि दिनु पर्यो फ्याक्ट्रीहरू खोल्नु पर्यो हामी काम गर्नु पर्यो खाएर बन्नु पर्यो झापाको सुकुमवासीहरू तपाईहरूलाई धनी पूर्जा र लाल पूर्जाको नाममा पटक पटक भोटर ब्याङ्क जस्तो प्रत्येक निर्वाचनमा युज गरिरहेछ समयमा सावधान हुनुहोला।